यहाँ चाहिँ गाईको घर के भन्छ गोठ अनि अब यसको माथि चाहिँ मेरो रुम थियो यहाँ चाहिँ मतलब थिएन क्या एभाइलेबल रूम अनि यहाँ थियो रूम ओनर अंकल ये होम स्टे का नाम क्या है बता देना एक बार खलेपा होम स्टे खालेपा होम स्टे अरे पानी दिइरहेछ गाईलाई याक छैन रहेछ अंकलकोमा याक नहीं है ना अंकल याक नहीं है सो गाइस अघि मैले दाई भनेको थिएँ तपाईहरुलाई उहाँ दाई चाहिँ उही हो हाम्रो दाई आउनुस् हेलो भाइ मेरो घर चाहिँ गोर्खा हो हाल म अहिले हिमाचल प्रदेशमा छु मेरो नाम चाहिँ डिलबहादुर तामाङ लामा हो हाल आज चाहिँ उहाँ भाइसँग कसरी बाइ चान्स भेट भयो परिचय चाहिँ सबै खुलाको छैन है भर्खर चाहिँ चिन्जान हुँदैछ हामी आज यसो घुम्न जाउँ भनेको नयाँ ठाउँमा आउनु भएको रहेछ नयाँ त यहाँ म पनि यहाँको बासिन्दा त होइन नयाँ नै हो त्यही पनि हामी कति भयो तपाईले यहाँ बस्नु भएको हामी 1 महिना बस्छौँ अच्छा 1 महिना भएछ दाइलाई यहाँ बस्नु भएको हजुर दाइले चाहिँ यहाँको सब्जीको बिजनेस गर्नुहुन्छ यहाँबाट उता कता कता सप्लाईहरु यहाँबाट सप्लाई भन्नाले यहाँबाट पन्जाबदेखि आउँछ अरु हर कन्ट्रीहरुबाट आउँछ यहाँ इन्डियाबाट धेरै जस्तो ठाउँबाट आउँछ कोल्ड स्टोरहरुबाट सो त्यस्तो रहेछ यहाँ दाइको काम चाहिँ अनि दाइले चाहिँ यहाँ बारीमा चाहिँ उले लिजमा काम गरेको नि हजुर कन्ट्र्याक्ट हुन्छ या 3 वर्षको कन्ट्र्याक्ट हुन्छ यहाँ रेन्टमा जस्तै कन्ट्र्याक्टमा लिनुपर्छ बारी एग्रीमेन्ट गर्छ 3 वर्षको अच्छा हजुर ल ल अब हामी निस्किन आँटेको दाइलाई साथीले के बोलायो ल हामी चाहिँ दाइ र म चाहिँ यहाँ शिशु लेक आइपुगेको छु र यो चाहिँ शिशु लेक हो ताल भनिन्छ दाइ यहाँ के माछाहरू पाउँछ यहाँ माछा पाउँदैन यो जमेको पानी हो कि यो जमेको पानी भन्नाले यो जमेको चाहिँ होइन होला यहाँ माथिबाटै रसा जस्तो छ र मुनि चाहिँ बरफ जामिरहेछ हिमालको बिचबाट पानी आइरहेछ यस्तो छ यहाँको नजरिया यो चाहिँ यहाँको भ्यू 360 भ्यू यस्तो छ यो चाहिँ ताल ठुलो छ यो उतासम्मै छ तर हामी यस्तो मतलब आधी रस्ता मात्रै घुम्न आएको दाइ र म के कसो दाइ हजुर मौसम चिसो चिसो छ यहाँ जिप लाइन बन्द रहेछ यसो खेलिदिनु पर्यो भनेको थियो भएन अब दाइको साथीहरू छैन अरे आज बन्द गरेछ यहाँ हो जिप लाइन बन्द छ आज हिउँ छैन त्यति त्यही भएर त सायद त्यही लागि होला ल यति नै हो यहाँको अब यहाँबाट हामी निस्किन्छौँ कतातिर दाइ हामी यहाँबाट अब खङसरतिर निस्किन्छ हाम्रो नेपालको चाहिँ राजाको मन्दिर हेर्नलाई नेपालको राजाको मन्दिर पहिलाको राजाको कुन चाहिँ त्यो राणा भन्ने खोइ भूपेन्द्र भन्ने खोइ कुन चाहिँ मल्ल हो कि के हो मलाई त्यति त्यहाँ लेख्या होला सायद ल ठिक र यहाँ लेक साइडमा चाहिँ नानीहरूको लागि यस्तो क्वाड बाइक्सहरू भयो यस्तो खेल्नेहरू थुप्रै रहेछ यहाँ र दोकानहरू पनि थुप्रै रहेछ सानो सानो स्टलहरू अनि दाइ र म चाहिँ यहाँ कफी र म्यागी खानु लागि आएको किनकि भोक लाग्यो हो यहाँ चाहिँ मेरो म्यागी बनिँदैछ हो दाइको कफी मेरो चाहिँ भयो रेडी भइसक्यो कफी अब पिउन लागेको अनि यहाँ यसो भोक लागेर चाहिँ अनि यो नजरिया हेर्दै म्यागी खाऊँ भनेको के कसो हो दाइ हैन हजुर हजुर गाइस हामी चाहिँ यहाँ आइपुग्यो र मन्दिर चाहिँ यो हो भनेर भन्दैछ यो टम जस्तै अनि यहाँ दाइ चाहिँ उहाँ सोध्नु गएको छ बाटो सो अब हामी यहाँ जाँदैछु यहाँबाट भ्यू त दामी रहेछ है गाइस हामी चाहिँ यहाँ मन्दिर अरे दरबार सरी दरबार राजाको दरबार तर कुन चाहिँ राजा हो त्यसै थाहा भएन दादालाई पनि थाहा भएन दरबार चाहिँ यस्तो रहेछ यहाँको हेर्न सक्नुहुन्छ है कसले आएर बनाएको होला नि दाइ यो नेपालीले नै भन्छ नेपालीले नै बनाएको अनि इन्डियनले भए त यो त सदुपयोग गरिहाल्थ्यो नि अच्छा यहाँबाट सिडी पनि रहेछ यहाँ भित्र जाने पनि रहेछ कि के हो भित्र जाने पनि रहेछ जानु सक्छ कि ढोकासम्म जाउँ माथि ढुङ्गा खस्न सक्छ सेफ्टी छैन ढोकासम्म जाने हजुर
ल जाउँ ढोकासँग जाउँ त के कस्तो रहेछ हेरिदिउँ ओहो हेर्दा डरै लाग्छ तपाईँलाई सेफ्टी छैन अरूभन्दा नि प्याट्ट कुनै ढुङ्गाहरू झऱ्यो भने त्यही त डरै लाग्दो छ होइन ओहो अँध्यारो ल दाइ पस्यो अन्डरग्राउन्ड पनि रहेछ अन्डरग्राउन्ड पनि रहेछ यस्तो रहेछ गाइस भित्रपट्टि है यो चाहिँ खै दा तपाईँको टर्च दिनु त यहाँ चाहिँ यस्तो रहेछ ओ यो त चुलाहरू पनि रहेछ त दाइ यो त देउता थान होला है होइन होइन यो उपट्याङ गर्ने मान्छेहरू आएर बसिया रहेछ इन्डियाकै भए त यसलाई राम्रोसँग मर्मत गरिहाल्थ्यो नि त्यही त नेपालीले बनाएर चाहिँ छोडेको हुनाले यहाँ चित्र कस्तो कला कस्तो छ डेकोरेसन देखाउनु त डरै लाग्दो यो नेपालीले बनाएको नि त हो नेपालीले बनाएको कुन राजा भनेको थियो त्यो चाहिँ एक्ज्याक्टली थाहा भएन यहाँ अभिषेक भूषाली लेखिरहेको रहेछ हो अभिषेक भूषाली लेखेको रहेछ माथि तर यो त्यही त्यो केटाहरूले बदमास गर्नेहरूले लेखेर गएको हन्टेड टाइपको है अब यहाँ अन्डरग्राउन्ड पनि रहेछ अन्डरग्राउन्ड रहेछ नजाउँ होला अन्डरग्राउन्ड पुरै अन्डरग्राउन्ड रहेछ त तल त्यहाँबाट तल पनि छ त भाइ उता उता हो र यो त हरर टाइपको है डरै लाग्दो रहेछ यहाँ चाहिँ के रहेछ यहाँ चाहिँ नर्मल कोठा रहेछ तर एकदम मजबुत तालले बनाएर रहेछ बनाउनु त यो भुसेल सुसेल आयो भने दाइ यो बाहिरको पाप्टाहरू त गिरिदिन्छ नि एकचोटि माथि देखाउनु न ओहो माथि पनि ए माथि ताला रहेछ ऊ 9 तला होला ताला रहेछ नि त माथिसम्म रहेछ ताला नजाउँ हामी त है डरै लाग्दो को जान्छ दाइ चापी लग हेर्नु त के घोडाको हो यो त घोडाको होला के हो घोडाको होला खच्चडहरूको होला हौ त्यो भडिया बोक्ने भडियाको त होइन घोडाको हो यो घोडाको खच्चडको चाहिँ होइन डरै लाग्दैन ल जाउँ ल है आजको एडभेन्चर थ्रिलिङ के भन्नु अब यसलाई हरर है दाइ हजुर मजा आयो भित्र एकछिन भएको कस्तोसँग गाह्रो लगाएको हेर्नु न इन्डियनले कहिले लगाउँछ त तपाईँको लगाउनु त यो त नेपालको के नेपालीहरूले नै गरेको नि यो जुन चाहिँ यो माटो ढुङ्गा लगाएको छ नि यो हजुर हजुर यो त नेपालीले नै हो नि गर्नु त गरेको यो सिकर्नी गर्ने पनि यसको डिटेल्स चाहिँ थाहा भएन गाइज हो कसले के हो कहिले बनाएको के हो कसो तर यति चाहिँ थाहा छ यो चाहिँ दरबार रहेछ एउटा राजाको टाइमको रहेछ तपाईँको शिलालेखहरू छैन रहेछ क्या नभए ठ्याक्क थाहा पाउँथ्यो त्यही त लेखेको बोर्डहरू पनि कहीँ छैन अब यस्तो लेखेको बोर्डहरू भएको भए त थाहा पाउँथे थाहै छैन त्यो पनि हो मजा आयो यार फेरि भ्यू चाहिँ फेरि यस्तै छ यहीँ यो भ्यू अब भोलि बेलुका निस्किनु पर्छ दिल्लीको लागि अब यो भ्यूहरू भिडियोहरू हेर्दै बस्दै गर्नुपर्छ र हाम्रो दाइलाई चाहिँ धेरै धेरै धन्यवाद हो तपाईँले गर्दा यस्तो जग्गाहरू हेर्नु पाएँ यहाँ एक्सप्लोर गर्न पाएँ मेन त त्यो क्या रुम चाहिँ राम्रो पायो तपाईँले गर्दा हजुर पहाडको वारी यस्तो हिमाल पहाडी यस्तो हिमाल सेतो हिमाल बरफले ढाकेको अनि यता वारिपट्टि चाहिँ हाम्रो रुम बाई चान्स भेट भयो मलाई बाई चान्स भेट भयो दाइ त खेतमा काम गरिरहेको थियो नि हिन्दीमा बोलेर पहिला त्यहाँबाट अब भेटघाट भएको नेपालीमा बोल्यो त्यहाँबाट चाहिँ भेट भएको सो यही हो दरबार यतापट्टि चाहिँ यो लास्ट यो आर्मी बेस क्याम्प छ त्यसलाई चाहिँ दलङ मैदान भन्छ अच्छा त्यो उयो मैदान होइन यो चाहिँ यो पारिपट्टि त्यो होइन कि ठ्याक्कै त्यो क्याम्पहरू जस्तो देखाएको छ नि तपाईँको यो
रातो रातो घर त्योभन्दा उत्तो उतापट्टि लाइट दिइरहेछ नि रातो त्यो चाहिँ आर्मीको क्याम्प छ त्यहाँ अच्छा अच्छु जाडो भयो ल निस्क्यौँ है दाइ निस्क्यौँ ल हामी चाहिँ चिकन पनि लिएर आइपुग्यो फाइनली घर यो होमस्टे मेरो रुम चाहिँ माथिपट्टिको सो मेरो रुम चाहिँ यस्तो छ यहाँ देखाउँछु तपाईँहरूलाई है त यहाँ सुत्नुको लागि राखेको हो कि खाना खानुको लागि राखिदिएको आन्टीले थाहा भएन र यो बेड छ मेरो यहाँ हिटर पनि दिएको छ आन्टीले अनि यहाँ चाहिँ वार्डरोब ब्ल्याङ्केटहरू छ यहाँ चाहिँ हो वर्थ इट छ 1500 मा 2 टाइमको खाना डिनर र ब्रेकफास्ट टवल पनि राख्दैछ यहाँ आन्टीले बिचारा ठिकै छ नि यो रुम हाँ घूमने कहाँ गया घूमने वो उस तरफ वो नेपाल राजा का वो जो दरबार है वो गया और वहाँ पे लेक है शिशु लेक वहाँ पे गया अच्छा हाँ जी वो फौजी के साथ हाँ भाई उसके साथ हाँ वो भाई के साथ नेपाल के भाई के साथ हमारा है यहाँ हाँ हाँ हमारा बंदा है खेत बिजाई करते हो लोग हाँ हाँ बताया उसने सब ठेका बताया में हाँ सब बताया उसने हाँ, बहुत साल हो गया यहाँ आके हाँ हाँ बोल रहा था वो ऐसा है ठीक है थैंक यू थैंक यू धन्यवाद बिचरा यहाँ आन्टीले हो फेरि खानेकुरा ल्याइदियो यो चाहिँ होमस्टे हो नि त अन्त उनीहरूले जे खान्छ त्यही ल्याइदिन्छ एक्चुअलमा चाहिँ अनि म लागि चिया खाने भन्दै थियो खाने जाडो भयो भनेर भनेको थिएँ अनि सो त्यही लागि चाहिँ उसले मलाई यस्तो ल्याइदिएको सो गाइस यहाँ पे मैं डिनर करने के लिए आया हूँ और यहाँ पे ऑनर लॉज ऑनर आंटी नमस्ते और यहाँ पे अंकल और यहाँ के चूल्हे यहाँ के इस तरफ मतलब कौन सा चूल्हे है ये चूल्हे ये तो है असली चूल्हे लकड़ी गोबर सब चलता है इसमें लकड़ी गोबर भी अच्छा और यहाँ पे बैठ के खाने वाला सिस्टम यहाँ पे टीवी चल रहा है सुंदर है घर आंटी अच्छा ये कौन आया और यहाँ पे मैं डिनर करने वाला हूँ और यहाँ पे दाई भी है फौजी दाई तो ये दाई पहले नेपाल पे फौजी था और ये बस खाने की तैयारी हो रहा है यहाँ पे चलो अंकल जो ये आप लोग अभी आप आंटी से जो बात कर रहे थे ये कौन सी भाषा है ये हम लोकल भाषा है हिमाचली नहीं लोकल भाषा हिमाचली नहीं तो वो क्या कौन से नाम से है लोकल मातृभाषा हाँ मातृभाषा अच्छा मातृभाषा मतलब यहाँ के आदिवासियों की भाषा अच्छा जैसे आप तिनन बेली बोलते हैं ना तिनन बेल्ट जैसे शूलिंग से आपका दौरान एक बोली होगा अच्छा जिस शूलिंग से परे रोपसांग शिशु वगैरह होगा ना वो अलग बोली होगा अच्छा शिशु वाले की अलग बोली है तो मतलब थोड़ा सा मिलता है ना हमारा अच्छा थोड़ा उसमें लैंग्वेज मतलब क्या है बोलने में थोड़ा फर्क है उनका अच्छा थोड़ा मामूली सा मतलब हमारा अलग है उनका थोड़ा अलग है मतलब कोई भाषा मतलब शब्द मिलता है शब्द मिल शिशु और यहाँ तिनन वाला ना वो मिलता है अच्छा आप जैसे कोक्सर चले जाएंगे वो अलग ही होगा फिर वो अच्छा। फिर यहाँ पट्टन आप दलंग से आगे जाएंगे वो अलग ही होगा वो अलग है केलोंग अलग होगा अच्छा दारचा अलग होगा आपका अच्छा मैं अभी केलोंग होके आया हूँ अच्छा हाँ केलोंग अलग है केलोंग हमारे से अलग ही है उनका हमारे को भी नहीं आता केलोंग वाला यहाँ पे अलग अलग एरिया का अलग अलग भाषा है अलग अच्छा लोकल भाषा जो भाषा केलोंग का जो बोली होता है ना हमारे को भी नहीं आता वो तो ये गांव का नाम क्या है ये तो शुगू है शुगू अच्छा शुगू है सुकू शुगू शुगू SHUGU शुगू SHUGU अच्छा मुझे तो ये शिशु ही लग रहा था मुझे तो ये शिशु ही लग रहा था शिशु के अंदर अच्छा थोड़ा दे दो ना नमक देखने के लिए यहाँ पे मेरा खाना लग चुका है चिकन राइस और ये चटनी क्या है यहाँ की लोकल चटनी है क्या बोलते हैं इसे
चटनी बोलते हैं इसको। चटनी मतलब किस चीज़ का चटनी है? ये है आपका ये धनिया हो गया, ये लहसुन हो गया, प्याज हो गया, प्याज नहीं डाला इसमें, सिरका हाँ, थोड़ा सिरका डाला इसमें। सिर- सिरका से खराब नहीं होता ना ये चटनी। अच्छा, सिरका वगैरह है। सिरका। ठीक है, आप लोग खा लिया क्या? खा हाँ, लिया खा लिया हमने। लंच लेट किया हमने। ओ, ठीक है, मैं मिक्स हाँ। अचार चाहिए आपको? मिक्स अचार दूं? हाँ थोड़ी सी दे दीजिए फिर ना, अच्छा थोड़ी सी बस। चम्मच लाऊंगी। खा ले भोजी थोड़ा। नहीं 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 मीट दूं? चिकन तो खा ले। चिकन नहीं, चिकन चिकन खाओ, चिकन। कल बहुत खाया। ठीक है, ठीक है। चलिए आंटी, थैंक यू। हाँ, आपने जो खाना बनाया था बहुत स्वादिष्ट था। अच्छा अच्छा था, टेस्टी था। टेस्टी था। इतना ठंडा मौसम में और इतना गरम गरम खाना, मजा ही आया। मजा आया ना। चलो आंटी, गुड नाइट। हाँ गुड ठीक है, कल सुबह ले गए। हाँ हाँ, ले लिया। चलिए अंकल, गुड नाइट अंकल। कम नहीं होगा ना? 3 बजे हो गया अब तो। अच्छा, हो गया ना? ठीक है। बस वो वीडियो लगेगा। हाँ हाँ बिल्कुल अंकल, मैं बंद करके सोऊंगा। ठीक है, गुड नाइट। गुड नाइट अंकल। मैं गर्म पानी लेने के लिए आया था और अभी मैं रूम पे जा रहा हूँ। चलिए गाइस, आप लोगों को भी गुड नाइट, सुबह यात्री। कल सुबह मिलते हैं, बाय बाय।